अनि त्यति बेला सुशील कार्की चिफ जस्टिस पहिला भइसकेको, अनि त्यसपछि फेरि कन्स्टिट्युसनमा चाहिँ उहाँ बन्न नसक्ने भन्ने त्यो चाहिँ कसरी ट्याकल गर्नुभयो? हो तपाईँले भने जस्तो धारा 132 होइन 132मा चाहिँ के छ भन्दाखेरि पहिला चाहिँ कुनै प्रधान न्यायाधीश बन्छ भने त्यतिखेर चाहिँ कार्यकारिणीमा जानुहुन्न भन्ने चाहिँ त्यो व्यवस्था छ होइन। त्यो व्यवस्था छ। अब त्यसलाई कसरी गर्ने भन्ने प्रश्न थियो। अब खिलराज रेग्मी 69 सालमा अन्तरिम संविधान बमोजिम 25वटा धाराहरू को बाधा अड्काउ फुकाउ गरेर होइन न्यायिक मन प्रयोग गर्ने, प्रधान न्यायाधीश न्यायिक मन प्रयोग गर्ने राजनीति गर्दैन थियो नि। खिलराज रेग्मीले त राजनीति गर्नु त जनताबाट निर्वाचित त हुनु थिएन। तर उहाँलाई चाहिँ 25वटा धारा संशोधन गरेर होइन प्रधान न्यायाधीश कायम राख्दै मन्त्री परिषद अध्यक्ष बनाइएको थियो नि हजुर तत्कालीन अवस्थामा। त्यही विरुद्धमा नै म आफै अहिलेका गृहमन्त्री ओमप्रकाश अर्याल दुईजनाले हामी रिट लिएर गएको थियौँ होइन। खिलराज रेग्मीलाई चाहिँ प्रधान न्यायाधीश कायम राख्दै मन्त्री परिषद अध्यक्ष बनेको चाहिँ यो संविधानसम्म छैन। एउटा प्रधान न्यायाधीश कसरी कार्यकारिणी अधिकार प्रयोग गर्न सक्नुहुन्छ भन्ने कुरा हामीले आवाज उठाएर अझै बाधा अड्काउ फुकाएर संविधानको 25वटा धारा संशोधन गरेर छेदविच्छेद गराएर यो त गलत हो, यो त गैर संवैधानिक हो, यो त डक्ट्रिन अफ नेसेसिटीको कुरै रहेन। यो त के भन्दा डक्ट्रिन अफ सेपरेसन अफ पावर, डक्ट्रिन अफ चेक एन्ड ब्यालेन्सको आधारमा यो गैर संवैधानिक छ भनेर हामीले रिटै लिएर गएको थियौँ होइन। रिट लिएर गइयो। रिट लिएर गइसकेपछि सामान्य सर्वोच्चले हामीले के भनेको थियौँ भन्दा प्रधान न्यायाधीशबाट डिट्याचमेन्ट गरिपाउँ होइन। प्रधान न्यायाधीश चाहिँ त जानु होला, राजीनामा गरेर जाँदा हुन्छ होइन, राजीनामा गरेर जाँदा हुन्छ, मन्त्री परिषद अध्यक्ष हुन सक्नुहुन्छ। तर राजीनामा नगरिकन प्रधान न्यायाधीश कायम राख्दै मन्त्री परिषद अध्यक्ष कसरी हुन्छ? एउटै मान्छे, संसद छैन अध्यादेशबाट ल्याउने होइन। अब सरकार आफै भएछ, प्रधान न्यायाधीश भइसकेछ भनेपछि एउटै मान्छे अल इन अल पावर भयो भने त त्यो त शक्ति प्रतिमा शक्ति सन्तुलन त भएन, त्यो त निरङ्कुशता हुन्छ। त्यस कारणले एउटा डेमोक्रेटिक नर्म्सबाट हेर्न पऱ्यो। डेमोक्रेसीमा त सबै अङ्गहरूको चाहिँ अधिकार बाँडफाँड गर्न पऱ्यो भनेर हामी गएका थियौँ। र प्रधान न्यायाधीशबाट चाहिँ त्यसलाई डिस्कनेक्टेड गरेर मन्त्री परिषद अध्यक्ष मात्रै गरिपाउँ, त्यसको अन्तरिम आदेश जारी गरिपाउँ भनेर गएको। तत्कालै होइन हामी 10 गते नियुक्ति भएको थियो। त्यसपछि अर्को दिन 1-2 दिनमा सम्मानित सर्वोच्चले प्रधान न्यायाधीशबाट परिचित नहुनु, मन्त्री परिषद अध्यक्षबाट परिचित हुनु भनेपछि अब प्रधान न्यायाधीशबाट डिस्कनेक्ट भयो होइन। त्यो पछि मन्त्री परिषद अध्यक्षले मात्रै उहाँले चाहिँ चुनाव गराउनु 2 वर्षमा होइन। हामीले 2 वर्षमा चुनाव गराउनलाई त हामीले चुनाव गर्नलाई त रोकेका पनि थिएनौँ रिटले। त्यही प्रधान न्यायाधीशबाट कायम नगर्नु भनेको थियौँ। त्यो स्टे अर्डरले भयो। त्यसपछि मन्त्री परिषद अध्यक्ष भएर उहाँले चुनाव गराउनु, त्यसलाई हामीले पनि धन्यवाद दिएकै हो होइन, दिएको हो। त्यति हो। त्यस पछाडि अब चुनाव गरेर त उहाँको 6 महिना त अझै प्रधान न्यायाधीश बाँकी रहेछ कार्यकाल। उहाँ उसमा आउन लाउनु भएको थियो सामान्य सर्वोच्चमा होइन। सर्वोच्चमा आउँदाखेरि उहाँले मलाई सोध्नु भएको थियो, अब तपाईँको मुद्दा के भएको छ, स्टे अर्डर भन्नुभएको थियो। मैले त स्टे अर्डर जारी छ, तपाईँ चाहिँ अब सर्वोच्च अदालत आउन सक्नुहुन्न होइन, यो संवैधानिक इजलासमा मुद्दा छ भनेपछि खिलराज रेग्मीले के भन्नु भन्दा मैले अदालतको चाहिँ धेरै ठुलो सुधार गर्नु इच्छा थियो, चुनाव त गराएँ तर फेरि 6 महिना पनि केही गर्छु भन्ने थियो, तपाईँ मुद्दा रहेछ, म राजीनामा गर्छु भन्नु राजीनामा गर्नुभयो होइन, सकियो। तर पछि चाहिँ 6 महिना पछाडि त्यो मुद्दा फैसला भयो संवैधानिक इजलासबाट। संवैधानिक इजलासले फैसला गर्दा के भन्यो भन्दाखेरि त्यो खिलराज रेग्मी कार्यकारी अधिकार प्राप्त चाहिँ मन्त्री परिषद अध्यक्ष त हुनुभयो, त्यो निर्वाचित त होइन होइन। तर डक्ट्रिन अफ नेसेसिटीको आधारमा बाधा अड्काउ फुकाउ गरेर दलहरूबाट चाहिँ सरकार जन्मिन सकेन, अन्तरिम सरकार जन्मिन नसके हुनाले उहाँलाई चाहिँ एउटा चाहिँ डक्ट्रिन अफ नेसेसिटीको आधारमा विषम परिस्थितिमा चाहिँ बनाइएको हो। चुनाव पनि भयो, चुनाव पनि गर्नुभयो। त्यसैले यस्तो विषम परिस्थितिमा चाहिँ चुनाव गराउनलाई प्रधान न्यायाधीश पनि मन्त्री परिषद अध्यक्ष बनाएर प्रधान न्यायाधीशबाट अन्तरिम आदेशले त्यो डिस्कनेक्टेड गरे हुनाले उहाँले गरेको, उहाँलाई नियुक्ति गरेको चाहिँ ठिक छ भन्ने चाहिँ 5 जना मध्ये 3 जना न्यायाधीशले भन्नुभयो र रिट खारेज गर्नु, मेरो रिट खारेज गर्नु। तर 2 जना सुशीला कार्की अहिले वर्तमान प्रधानमन्त्री हुनुहुन्छ, उहाँले र कल्याण श्रेष्ठ दुईटाले चाहिँ रिट जारी गर्नु, हाम्रो रिट जारी गर्नुभयो। अब आइन्दा चाहिँ कुनै पनि प्रधान न्यायाधीश मन्त्री परिषद अध्यक्ष हुने होइन, प्रधानमन्त्री हुने होइन। अब आइन्दा नगर्नु र राष्ट्रपति कार्यालय परमादेश जारी गर्नु उहाँहरूले नै गर्नुभयो। तर उहाँहरू त के भन्नुभयो, माइनोरिटीमा पर्नुभयो, उहाँ त अल्पसङ्ख्यकमा पर्नुभयो।
अल्पमतमा पर्नुभयो। अल्पमतमा परेपछि त त्यो रिट त कता जारी भयो, रिट खारेज भयो। 3 जनाको मतले त बहुमतले चाहिँ प्रधान न्यायाधीश पनि आउन सक्छ डक्ट्रिन अफ नेसेसिटीमा, होइन, विषम परिस्थितिमा भनेर व्याख्या गरेको त रिट छ नि त। त्यो त फैसला छ नि संविधान इजलासको, त्यसले पनि रोक्दैन भन्ने चाहिँ हाम्रो भनाइ भयो, होइन। विषम परिस्थिति हो नि त, होइन। एउटा युवा पुस्ताको आन्दोलन थियो, उसलाई चाहिँ रिकमेन्डेसन गरेको छ। त्यो गरे हुनाले हिजोको नजिरले पनि आउनलाई सामान्य सर्वोच्चको व्याख्याले पनि जानलाई चाहिँ अप्ठ्यारो पर्दैन भनेर नै हामी चाहिँ त्यसलाई कन्भिन्स भयौँ र उहाँको नामलाई सिफारिस गरेको।